उसले हैन अब मेरो ब्लगले यस्तो स्वागत छ वेलकम टु दिस ब्लग आजको ब्लग सुरुवात भइसकेको छ आजको डे युनिक हुने वाला छ युनिक हैन आजको डे युनिक वाला छ लेट्स सी के कसो म शेयर गर्छु अब यहाँ पहिला सुरु काम गरौँ गाइजहरु हाम्रो ब्लग सुरु भइसकेको छ है यो चाहिँ अलिकति ब्रो हैन आजको दिन हैन अलिकति ब्रो साइक्लिङमा चाहिँ ध्यान दियो हैन ब्रो वेलकम ब्याक दिपेश के चौधरी ब्लगमा सबजनालाई स्वागत छ हाम्रो दिपेश ब्रोको ब्लगमा अनि सो आज दिपेश ब्रोले हामीले चाहिँ हाम्रो ब्लग साइकलबाट स्टार्ट गरिसक्यो स्टार्ट चाहिँ अघिबाट नै गरिसक्यो होला आई थिंक मलाई लाग्छ सो हेर्दिम बाहिरबाट पछाडिपट्टिबाट हाम्रो गाडीले हर्न बजाउँदैछ तिमीले क्यामेरा के गरेको वाइड एंगल छ ब्रो ए वाइड एंगलमा हो वाइड एंगल छ ब्रो ए ल ल ल ल ल ल ल बोला मैले डिस्टर्ब गर्दै डिस्टर्ब त छैन ब्रो हैन छैन डिस्टर्ब हामी जाँदैछु अहिले लगन खेलतिर अनि सो अब यो आजको भ्लगिङ चाहिँ हाम्रो दिपेश ब्रोले दामी खिच्नेवाला छ हैन मैले पनि दामी खिच्नेवाला छु अनि सो त्यही हो हाम्रो जस्ट अब सबै भिडियोमै सियर गर्नुपर्छ हामी बिस्तारै बिस्तारै हैन अनि सो सरप्राइज छ आजको भिडियो मेरो भिडियो पनि त्यही हो अघि मैले स्टार्ट गर्दाखेरि चाहिँ सरप्राइजमा गरेको थिएँ अनि सो त्यही हो आम्मा यस्तो धेरै एनर्जी आछ कि आज त सबैलाई फाड्दिन्छु भन्ने लागिरहेको छ क्या आज सिन अगाडिको यस्तो चाहिँ हामी चाहिँ जलाखेल एरियामा छौँ जलाखेलको साइड तपाईँ देख्न सक्नुहुन्छ होइन लाइक यस्तो चाहिँ भ्लग गरिरहेको छु म रङ्गित ब्रो है यस्तो भ्लग 3-4चोटि सुट भइसकेको छ भोलिको दिनमा थियो भ्लग हामी हेरेर चाहिँ रुनेवाला छौँ होइन लाइक अगाडिको सिन चाहिँ यस्तो छ गाडीहरू गइरहेको छ है लाइक अब यहाँबाट यस्तो पोज हुन्छ ब्रो ल भिडियो पोज गरे होइन यहाँनिर होइन यस्तो भन्नाले यहाँनिर अब रोक्नु पऱ्यो नि लाइक गाडीहरू रोकेको छ होइन हाम्रो साइकल चाहिँ यस्तो छ है लाइक रोक्नु त पर्यो यहाँनिर जाममा फसाइदियो भनेको यो के अरे माइक्रो टेम्पो भनेको जाममा फसाइदियो ल ब्रो बिस्तारै एकदम गाह्रो भइरहेको मेरो भन्दा चाहिँ केही नहोस् होइन मेरो भएको चक्करमा मेरो भन्दा चाहिँ केही नहोस् ल हुन्छ ब्रो हुन्छ यहाँनिर यत्रो बोलिरहेको साथमा गाइज है उसले मेरो भ्लगमा लाइमलाइट खोजिरहेको छ हेर गाइज सब होइन हाइलाइट उसले लिन खोजिरहेको छ है ए होइन ल यो मान्छे जस्तो आरिसी त कोही पनि छैन साँच्ची हो रमाइलो हामी रमाइलो गरिरहेको मात्रै हो त्यही हो दिपेश ब्रोको भ्लगमा धेरैचोटि फ्युचर भइसकेको छु धेरैचोटि भइसकेको छ अनि ऊ पनि मेरो भ्लगमा धेरैचोटि नै छ हो त्यही भोलिको दिनमा सबै हामी बवाल हुनेवाला छ जे भए पनि मेमोरी चाहिँ बवाल भन्छ यो चाहिँ मलाई स्योर थाहा छ अरू त त्यस्तै हो ब्रो होइन अरू अगाडि यस्तो छ सिन अहिलेको यो भ्लग चाहिँ मेमोरेबल हुन्छ है भोलिको दिनमा हामी यो भ्लग हामी लुकीछुपी हेर्छौँ क्या यो भ्लग हेरेर ब्रो रुन्छ मलाई थाहा छ म पनि रुन्छु क्या किनभने हामी भोलि गएर सम्झिन्छौँ यस्तो थियो दिन भनेर होइन र यस्तो चाहिँ सिन आज चाहिँ हामी कहाँ जान लाग्छौँ भन्दाखेरि अहिले चाहिँ हामी सुनाकोटी जान लाग्छौँ है सुनाकोटीमा गएर सबैलाई थाहा छँदैछ हामी चाहिँ मोमो सेलर बनिसकेका छौँ है वर्ल्डको हामी बेस्ट बिजनेसम्यान बनिसकेका छौँ होइन लाइक वर्ल्डको सबैभन्दा बेस्ट बिजनेसम्यान चाहिँ अङ्कित ब्रो ए होइन त्यस्तो भन्नु मिल्दैन यस भन्न मिल्छ वर्ल्डको सबैभन्दा बिजनेसम्यान जस हामीले ट्राई मात्रै गरिरह हो यस होइन अब यो अलिक राम्रो गर्छु भन्ने चाहिँ छ ओके गाइजहरु हामी चाहिँ साइकलमा चढी अहिले लगन खेलमा पुगिसकेका छौँ होइन अहिले चाहिँ हाम्रो अङ्कित ब्रो अगाडि छ अब अङ्कित ब्रो टेम्पो चढेर आउँछ अहिले चाहिँ म चाहिँ साइकलमा आउँछु होइन लाइक अब अङ्कित ब्रो अहिले म उतै छुट्नेछौँ यहाँबाट अहिले सिधै सुनाकोटी साइडमा भेट्नेछौँ हाम्रो अङ्कित ब्रोसँग अङ्कित ब्रो ल अब सानो बाई बाई भन्दै अहिलेको लागि ल भन्छु सुनाकोटीमा भेट्नेछौँ माथि भेट्नु सुनाकोटी ठ्याक्क भेजिटेबल पसलमा भेट्नु पऱ्यो भने हामी दामी डरेकाले अब तिमी बाटोबाट पनि भ्लग चाहिँ खिच्दै होला ल हल्का खिच्दै आउँछु बाई बाई भन्दै फेरि सँगै बाई बाई सुनाकोटीमा भेट्नेछौँ र अहिले ब्रो टेम्पोमा चढ्छ सिधै त्यही भेट्नेछौँ सिन यस्तो रहेको छ र माथि चिकन स्टेसन यहाँ साइडमा छ है पठाउ गर्दा मैले त्यही बेलामा आइरहेको छु होइन अहिले पनि बेलामा आइरहेको छु अहिलेको सिन यस्तो छ होइन लाइक अहिले चाहिँ मैले जस्ट भ्लग गर्न मन लागिहाल्यो होइन सो भ्लग गरिरहेको छु लाइक अहिले कति टाइम भयो अहिले चाहिँ 1:15 हुन लागिसक्यो होइन म चाहिँ लगन खेलबाट चाहिँ अहिले खुमलटार एरियातिर आइसक्यो मेन रोड है सुनाकोटी जाने बाटोको मेन रोडमा छु है सुरुवाती यो भाटोपट्टि पनि गरिसक्यो र मेन रोडमा छु अहिले होइन र यस्तै छ सिन वरिपरिको सिन मेरो गाडीको सिन त म साइक्लिङ गरिरहेको छु होइन यसरी भ्लग गरिरहेको छु होइन ताकि चाहिँ वाइड एङ्गलमा गरेर चाहिँ मलाई भ्लग बवाल लागिरहेको छ वाइड एङ्गलको भ्लग है र म कस्तो देखिरहेको छु वाइड एङ्गलमा होइन मेरो वरिपरिको सिन कस्तो देखिरहेको छ होइन
त्यो पनि भन्नु होला होइन। यस्तै छ लाइफ, के कस्तो गरिन्छ होइन। आज नयाँ नयाँ कुराहरू ट्राई गर्न लाग्छ। अस्तिदेखि त मोमो जस्तो सेल गरिरहेको थियो होइन, आज अलिक नयाँ कुरा ट्राई गर्न लागेको छौँ होइन। त्यो नयाँ कुरा अहिले भनौँ कि पछि भनौँ थाहा छैन होइन। अहिले भन्दा पनि हुन्छ, तर म पछि नै भन्छु। जस आज नयाँ कुरा ट्राई गर्न लागेको छौँ, ती सेयर गरिदिउँ होइन। अहिले चाहिँ म त्यही सुनाकोटी जाँदैछु। सुनाकोटी जेनखेल भन्ने ठाउँमा जाँदैछु, जहाँ चाहिँ हाम्रो मोमो स्टल रहेको छ होइन। त्यही मोमो स्टलमा मैले जाँदैछु होइन। हाम्रो केटाहरू सबदेखि जेनखेलमा आउनु लागेको छ, मोमो स्टलमा आउनु लागेको छ। सो त्यही गएर मोमो स्टल हामी सेल गर्छौँ क्या, बनाउँछौँ। पहिला सुरु मोमो बनाउँछौँ, त्यहाँदेखि सेल गर्छौँ। अहिले चाहिँ केटाहरूले चाहिँ मलाई जेनखेलको भेजिटेबल सपमा बोलाएको छ, त्यहाँबाट भेजिटेबल लिने हो। देन त्यसपछि भेजिटेबल लिएपछि त्यसपछि कामधन्दा सुरु गर्ने हो है। र यस्तै छ आजको दिन। वरिपरिको सिन यस्तो छ है, लाइक सिन हेर्नु, इन्जोय गर्नु होइन। यस्तो छ सिन पछाडिको, यो चाहिँ अगाडिको सिन। सो तपाईँलाई यो सिन कस्तो लाग्यो, खुमलटार साइडतिरको सुनाकोटी जाने रोडतिरको सिन कमेन्ट गर्नु होला। फेरि स्वागत छ आजको यो सिनमा है। आज यो चाहिँ हाम्रो 20 अगस्तको सिन रहेको छ होइन। लाइक म यहाँ जहिले पनि आएर एकछिन पज हुन्छु होइन, र यसो ब्लग सुट गर्छु कि बेला बेलामा फोटो मात्र खिच्छु। र यस्तो चाहिँ सिन अहिले ठ्याक्कै हाम्रो अब यहाँभन्दा 5 मिनटको डिस्टेन्समा चाहिँ म चाहिँ अब हाम्रो मोमो स्टलमा पुग्छौँ, हाम्रो अड्डामा जहाँ चाहिँ मोमो सेल गरिरहेको छौँ त्यहाँ पुग्छौँ होइन। र त्यही हो आजको सिन। पानी परा जस्तो छ, मौसम हेर्दा ठेगान छैन कुन बेला पानी पर्छ होला होइन। लाइक पानी त बेला बेलामा परिरहेको छ, कुन बेला पर्छ ठेगान छैन होइन। र अब चाहिँ यहाँबाट चाहिँ म उता पुग्छु हाम्रो मोमो स्टलमा, र त्यहाँ बसेर चाहिँ केटाहरूसँग कुरा गर्छु, एकछिन चाहिँ सिन इन्जोय गर्छु होइन। र त्यसपछि जान्छौँ र केटाहरूसँग अब कामहरू छन् होइन, मोमो स्टल मोमो बनाउने। र अर्को एउटा सरप्राइज पनि छ, त्यो सरप्राइज म अहिले पछि दिन्छु होइन। आज चाहिँ अब गएर चाहिँ हाम्रो भेजिटेबलहरू ल्याउने अनि मोमो बनाउने, किमा बनाउने, त्यो कामहरू छ। र त्यही कामहरू नै अहिले गएर गर्ने। सो यही हो क्या। अब अहिले चाहिँ एकछिन सिन इन्जोय गरौँ, त्यसपछि दिन म जान्छु र सिन एकछिनलाई तपाईँहरू पनि इन्जोय गर्नु होला। हामी तरकारी पसलमा जाइसकेको छ होइन। अङ्कित ब्रोले चाहिँ भ्लग बनाउनु छोड्यो, तर मैले ओपन गरिदिएँ है। म त भ्लग बनाउँदिनँ सोचिरहेको थिएँ, तर अङ्कित ब्रोले मेरो भित्रको भ्लगरलाई जन्माइदियो। सन्चै हुनुहुन्छ दिदी? भ्लगमा सन्चै छु भनिदिनु न, के कस्तो छ हजुरको, चल्दैछ? अच्छा यो सो यो एरिया यो जेनखेलै भन्छ है दिदी? जेनखेल। सो यो एरिया वरिपरि तपाईँ बस्नुहुन्छ भने है उहाँको पसलमा आउनु सक्नुहुन्छ होइन। उहाँको पसलमा मेबी तपाईँले डिस्काउन्ट पनि पाउनु सक्नुहुन्छ होइन। सिमारी चोक मेबी कोही यहाँकोतिरको मान्छेले हेर्नु सक्नुहुन्छ चान्सेस है दि। हजुरको थोरै प्रमोसन गरिदिएँ मैले, थ्याङ्क यू सो मच दि। सो दिदीबाट यहाँबाट सामानहरू किनेर लग्यौँ। अब यहाँ उहाँको चाहिँ भेजिटेबल सप छ होइन। लाइक तपाईँले चाहिँ सबै लगभग तपाईँलाई घरमा चाहिने आइटमहरू चाहिँ सबै कुरा चाहिँ तपाईँले पाउन सक्नुहुन्छ। यहाँ चामल पनि पाउँछ? चामल चाहिँ छैन है। ओके, जस अलमोस्ट तपाईँलाई बेसिक निडमा जे चाहिन्छ सब कुरा एभाइलेबल छ है। सोध्दै नै हो आजको भ्लग। र अब सामानहरू लिन्छौँ र हाम्रो मोमो बनाउने तयारीमा लाग्छौँ। अब चाहिँ ब्रोले पेमेन्ट गरिसक्यो। यो चाहिँ हाम्रो आजको सामानको बिल रहेको छ र बिल काट्दैछु उसले। हाम्रो सामान चाहिँ यहाँ रहेको छ है। यो सामान हामी लिएर अहिले अब निस्किन्छौँ। र सिन यस्तो छ, यहाँको सिन पसलको सिन यहाँ छ। हाम्रो अङ्कित ब्रो र आन्टीहरू अब जाने बेला छौँ यहाँबाट। यार ब्रो, अब ब्रोले मत्रबाट अब ब्रो हल्का ब्रो एनर्जी भयो, मन एनर्जी लिदिउँ भनेको ब्रोको लागि भनेर, नभए त म त वर्क जोनमा थिएँ ब्रो भाइ। द्याट्स वाइ। साँच्ची भनेको ढाडे होइन, म त ब्रो एनर्जी ब्रोसँग यसो आज म पनि भाइमा आइदिउँ न त होइन। मेरो एनर्जी चाहिँ किन डाउन भयो भन्दाखेरि भन न त भन। अघि टेम्पोमा आइरहेको थिएँ नि त म, अनि टेम्पोमा आउँदाखेरि चाहिँ कस्तो अल्छी लाग्यो भने हो। ल ठिक छ, अब त्यो अल्छी म फेरि निकालिदिन्छु, कसरी भन न। म निकाल्छु त्यो। म कुन टाइममा निकाल्नुपर्छ भने मलाई थाहा हो। अब निस्किन्छ मेरो भ्लगको थ्रु निस्किन्छ है अब। ल गाइजहरू अब उसको एनर्जी अब अझै निकाल्नेवाला छौ, उसको एनर्जी निस्किन्छ अटोमेटिकली निस्किन्छ गाइजहरू। र यस्तै छ पाडा हाम्रो अङ्कित ब्रोको। सो उसको एनर्जी बिस्तारै निस्किँदैछ है, उसको भित्रको कुराहरू हाम्रो भाइले जिस्काएर हामीलाई गइरहेको छ होइन। त्यही पनि हामी भ्लग चाहिँ गरिरहेछौँ, कन्टिन्यू छ होइन त ब्रो? एकदम कन्टिन्यू चाहिँ भ्लग हामीले गरि नै हाल्छौँ गर्छ होइन। उसको भ्लगमा त सबै एनर्जी सक्नु हुँदैन ल क्या बाटोहरू है। तर अस्तितिर मैले उसको एनर्जी मैले लिइसकेको छु क्या। लाइक उसले जुन बेला भ्लग गरेको थिएन मैले उसको सब एनर्जी मैले लिएँ होइन। उसले मेरो भ्लगमा एनर्जी दिएको छ होइन। जुन भ्लगर तपाईँले हेर्नै सक्नुभएको होला आई थिङ्क है। र यस्तै छ होइन। अब धेरै कुराहरू बाँकी छ सेयर गर्न आजको दिनमा। आज सरप्राइज पनि दिन्छौँ भनेको थिएँ। लेट्स सी के कस्तो हुन्छ होइन ब्रो। जस मजा चाहिँ आउँछ होइन ब्रो? के ब्रो यस मजा आउँछ भने सर के चाहियो त्यही मजाको लागि त गऱ्यो नि हामीले नि त, मजा र पैसाको लागि होइन।
हो पुरै एकछिन पज भयो कि के भनौँ भनेर सोच्छ भने हल्का अनि गरिरहेको त पैसाकै लागि त एभ्रिथिङ इज मनी इभन यो भ्लग पनि थियो होइन एभ्रिथिङ इज मनी पैसा पनि लाग्दैन थियो तर आज भोलि लाग्छ यो सबै देखाउनु छ मलाई धनी मैले गरे होइन फनी अब त मेहनत गरेर बन्नु छ मलाई धनी सही हो ब्रो यो चाहिँ ब्रोले मेरो भित्र कुरा भने जस्तो लाग्यो है इन्डाइरेक्टली है ब्रो सही हो ब्रो थ्याङ्क यू सो मच ब्रो अब हामी आफ्नो ठाउँमा जाँदैछौँ होइन मोमो स्टलमा त्यहाँदेखि त्यसपछि अलिअलि ब्लग गर्छु मेन त काममा फोकस गर्नु छ काममा गाइज काम चाहिँ गरिराख्नुपर्छ यहाँ क्या काममा मेन प्रायोरिटी जे कुरालाई प्रायोरिटी राख्छ त्यसमा है होइन त प्रायोरिटी जे चिजलाई दिएको त्यसमा चाहिँ प्रायोरिटी दिनु पऱ्यो अरू भनेको त्यस्तै हो काम चाहिँ गरिराख्नुपर्छ होइन मोटिभेसन छैन काम गरिराख्ने हो मोटिभेसन छ काम गरिराख्ने हो र कहिलेकाहीँ मजा आइरहेको छ काम गर्ने मजा आएको छैन भने पनि काम गर्ने ब्रो हो त्यही भन्न चाहन्छु ब्रो मोटिभेसन कहिले पनि काहीँ हुँदैन अघि भने नि ब्रोले अल्छी लागिरहेको छ भनेर होइन त्यो अल्छी लाग्छ ब्रो योभन्दा अल्छी त भर्खर सुरुवात हो कि ब्रो अझै कति अल्छी लाग्छ बोर लाग्छ होइन ब्रो ब्रो यसरी एकछिन रोक ब्रो ब्रो थोरै कुरा सोध्दा है त यसरी पनि राम्रै आउँछ कि ब्रो ब्रोलाई यसरी कस्तो आउँछ म देखाउँछु अहिले रोक होइन यस्तो आउँछ ब्रो अनि हेर मलाई कस्तो आउँछ र कस्तो आइरहेको छ ब्रो कस्तो आइरहेको छ मैले टपिक के कुरा गर्दै थिएँ भन्दाखेरि होइन लाइक होइन कहिलेकाहीँ हामीलाई एनर्जी आउँदैन होइन कहिलेकाहीँ किन थाके जस्तो महसुस हुन्छ होइन कहिलेकाहीँ चाहिँ मजा आउँछ क्या तर यो नर्मल हो क्या ब्रो काम चाहिँ गर्नु छोड्नुहुन्न क्या ब्रो काम चाहिँ गर्नु छोड्नुहुन्न क्या ब्रो काम जतिसुकै गाह्रो होस् र त्यो होस् होइन काम चाहिँ गर्ने हो होइन लाइक यो चाहिँ ब्रो मोटिभेट गर्नको लागि हो सो उसले पनि ब्लग सुरु गर्यो होइन लाइक काम चाहिँ गर्नु छोड्नुहुन्न गाइज हामी चाहिँ मोमो स्टलमा पुग्दैछौँ त्यहाँ गएर कामसाम गर्छौँ र त्यही हो लेट सिके कस्तो हुन्छ सब कुरा सेयर गर्नेछौँ होइन त्यही हो एउटा सानो मोटिभेसन टु यु गाइज है काम चाहिँ कहिले पनि छोड्नुहुन्न कहिले काहीँ अल्छी लाग्छ कहिले बोर हुन्छ त्यही पनि काम गर्नुपर्छ मजा आइरहेको छ भने काम गर्ने काम चाहिँ कन्टिन्यू गरिराख्नु पर्छ यही हो आजको दिन उसले पनि अब उसको मेरो भ्लगले उसलाई मोटिभेट गरिदियो होइन अब उसले पनि भ्लग गर्न थालेको छ यस्तै छ पारा हाम्रो मोमो स्टलमा चाहिँ पुगिसकेका छौँ हाम्रो मोमो स्टल यही हो होइन अगाडि जुन तपाईँ बिल्डिङ देख्नुहुन्छ यही हो हाम्रो जेन खेलको चोकमा रहेको छ हाम्रो मोमो स्टल यता छ हाम्रो मोमो स्टल र अङ्कित ब्रो यहाँ छ र हाम्रो मोमो स्टल तपाईँको सिन थाहा नै भइहाल्यो मोमो स्टल पुगिसकेका छौँ र अब मेन हाम्रो कामहरू चाहिँ हामी सुरु गर्छौँ र काम अब चाहिँ चालु गर्नेवाला छौँ मेन चाहिँ काम चाहिँ गर्नु छोड्नुहुन्न है गाइस सो त्यही नै अब काम धन्दा सुरु गरौँ हाम्रो स्टल चाहिँ हो यो स्टलमा पुगिसकेका छौँ अब यो ठाउँलाई अब तपाईँलाई एक्सप्लेन के गरेर राख्ने लाइक धेरैचोटि तपाईँले देख्नु भइसकेको छ होइन अङ्कित ब्रो यहाँ छँदैछ हाम्रो अङ्कली भ्लग गर्दैछ अब काम भन्दा सुरु अब चाहिँ काम मजाले सुरु गर्नुपर्छ हाम्रो सामान चाहिँ अलरेडी ल्याइसकेको छ होइन अब चाहिँ होइन हामी चाहिँ अलरेडी तपाईँले यो हाम्रो वर्क एक्टिभिटी देख्नु भएको छ होइन त्यो काम भन्दा अब लाइक बदामहरू छ प्याजहरू छ मस्यौरा छ हाम्रो यो छ किमाहरू छ होइन लाइक बदामहरू छ इनर छ टमाटर छ अदुवा छ यो सब पखाल्छौँ होइन इनरलाई किमा बनाउँछौँ अचार बनाउँछौँ र मोमो रेडी गर्छौँ अब चाहिँ म जस्ट काम गर्छु अनि कामप्रति धेरै फोकस गर्छु किन भन्दाखेरि काम जरुरी छ मोमो बन्नु जरुरी छ हाम्रो यसमै हाम्रो करियर डिपेन्ड हुनुवाला छ कि आउने दिनमा हामी होइन सक्सेस हुनु कुरा चाहिँ मोमो स्टल भोलिको दिनमा भन्नेवाला छु होइन सो त्यो अनुसार चाहिँ मलाई काम चाहिँ बवाल गर्नु छ क्या सो त्यो भएर भ्लगले बि थोरै आउनु सक्छ तर काम चाहिँ वाइड गर्नु छ काम चाहिँ गर्नु छ किनभने मलाई पैसा कमाउनु छ र पैसा कमाएर मलाई आफ्नो धेरै कुराहरू गर्नु छ होइन अहिलेको लागि जस्तो पैसामा फोकस छ केही महिना केही वर्ष मेबी पैसा नै हो क्या त्यही भएर चाहिँ यो बिजनेस मेरो चालु भइसकेको छ हाम्रो विथ अङ्कित ब्रो एन्ड विमल ब्रो होइन लेट्स सी के कस्तो हुन्छ आउने दिनमा सब कुरा सेयर गर्नेछु होइन अब त्यही नै हो अब चाहिँ काम हो काम चाहिँ फुल फोकस काम भन्दा सुरु होइन त ब्रो डु वान्ट टु से एनिथिङ काम गरौँ त ब्रो ल काम चाहिँ गर्नुपर्छ क्या एनर्जी खोइ यार अङ्कित ब्रो वेयर इज युर एनर्जी ओके सो अङ्कित ब्रोको एनर्जी छैन होइन तर उसको टिमको मान्छेले एनर्जी भयो पुग्यो क्या सो अब काम चाहिँ गर्छु आफ्नो धन्दामा व्यस्त हुन्छु है र अलिअलि थोरै भ्लग पनि सेयर गर्ने नै छु होइन अरू कुरा बाँकी पछि सेयर गरौँला अहिलेको लागि जस्ट बन्द र अरू भनेको त्यस्तै हो होइन अब कामधन्दा चालु अब धेरै मलाई सेयर गर्नुभित्र कुरा टर्नै छ तर पछि छिटै सेयर गर्ने छ अहिलेलाई चाहिँ मजा लिने हो क्या है हाम्रो अलिकति काम चाहिँ अलिअलि भयो नि लगभग हाम्रो किमा बनाउने काम अनि हाम्रो अलिअलि मोमो चाहिँ हामी रेडी पारिसकेका छौँ र अहिले टाइम भएको छ 3-4 बज्न लागेको छ होइन र सिन यस्तो छ है लगभग अब हामीले चाहिँ त्यो किमा बनाउने काम अनि मोमोको त्यो आँटाहरू होइन मैदाहरू चाहिँ हामीले बनाइसकेका छौँ हाम्रो ब्याग यहाँ छ अब चाहिँ जस्ट अब मोमो बनाउने हो अचार पनि अलरेडी रेडी भइसक्यो सब कुरा सब रेडी भइसक्यो अब जस्तो मोमो बनाउने सेल गर्ने हो होइन त ब्रो यो नि होइन के भनेको ब्रो यसो हाम्रो अङ्कित ब्रो अब आजदेखि चाहिँ बोल्न सक्नुहुन्न अब जस्ट इसारामा हाम्रो
बोल्नुहुन्छ है अङ्कित ब्रोले के भने केही बुझ्दैन होइन सो यही हो अब काम धन्दा अझै पनि बाँकी छ अब चाहिँ सेल गर्न सुरु गर्छौँ अब चाहिँ मेन हामी मार्केटिङ गर्छौँ होला सायद सेलिङ गर्नको लागि जसरी सेल गर्नु छ किनभने मैले सब काम धन्दा चाहिँ छोडिसकेको छु है मलाई जस्तो मोमो बेच्नु छ सो त्यही भएर अब चाहिँ मार्केटिङ वा कसरी हुन्छ कस्टमरलाई ल्याउँछौँ र मोमो खान्छौँ मोमो खुवाउँछौँ होइन सो त्यही हो पोइन्ट होइन अब जसरी पनि गर्नुपर्छ होइन अरू कुनै उपाय छैन होइन होइन त ब्रो हजुर केही उपाय छ बोल्यो हाम्रो ब्रो है सो सन्यासबाट आइसक्यो होइन सो अब मोमो चाहिँ बेच्नुपर्छ जसरी भयो नि है त ओके अब मोमो बेच्नको लागि हामी के गर्न सक्छौँ ब्रोले अस्ति भनिसक्यो के गर्नुपर्छ एउटा त्यही मार्केटिङ उसले बनाइसकेको काममा सार्नु सक्छ क्या अब मार्केटिङ चाहिँ गर्नुपर्छ अब सो त्यही मार्केटिङको लागि अब के कसो गरिन्छ गर्नु पऱ्यो थोरै भयो नि होइन लेट्स सी ब्रो के कसो हुन्छ के भन्नु अब ब्रोले अब सो मेबी ब्रोले चाहिँ भ्लग बनाउनु लाग्छ ब्रो ल स्टार्ट द भ्लग स्टार्ट गर नि त भ्लग स्टार्ट गर न सङ्केत ब्रोले भ्लग बनाउँछ लेट्स बनाऊ ब्रो प्रिन्ट गरेर ल्याएको थियो होइन लाइक यो इभिनिङ बफ मोमो भनेर चाहिँ प्रिन्ट गरेर ल्याएको चाहिँ यो इभिनिङ बफ मोमो चाहिँ अब प्रिन्ट गर्छौँ होइन प्रिन्ट गरिसकेका छौँ अब यसलाई चाहिँ यता टास्ने भन्ने कुरा भइरहेछ यसलाई यो इभिनिङ बफ मोमो यता टास्ने यसलाई मार्केटिङको लागि भनेर चाहिँ टास्ने भन्ने कुरा भइरहेछ लेट्स सी के कस्तो हुन्छ होइन अब टेप लाउँछौँ र टाँस्छौँ सो त्यही नै हो अब चाहिँ जस्तो मोमो चाहिँ सेल गर्नु छ बनाउनु छ र यही हो काम धन्दा होइन अब ओके के भने ब्रो के फुल मैले के डिस्टर्ब गरेको मैले के डिस्टर्ब गरेको के पनि ब्लग बनाउनु मिलेन टक्क खेलिदिनु ब्रो र मैले सक्सेसली भ्लग लाग्छ छैन अरू बेला के कन्ट्रोभर्सी क्रिएट गर्ने हो कन्ट्रोभर्सी गाइज है यो स्क्रिप्टमा थिएन होइन ओके ब्रो ल गर्दिनँ ब्रो बनाऊ चिलमा बनाऊ सो अब अङ्कित ब्रोले चिलमा भ्लग बनाउँछु म पनि अलिअलि बनाउँछु अहिलेलाई चाहिँ अब काम धन्दा चालु छ होइन अब काम धन्दा यो चेयरहरू यसो भइसक्यो इफ तपाईँ सुनाकोटी एरियातिर ओके ब्रो ओके ओके 2 शब्द ओके सो तपाईँहरू सुनाकोटी एरियामा कोही हुनुहुन्छ भने होइन मोमो खानको लागि तपाईँ हाम्रो जेनखेन भन्ने ठाउँमा चाहिँ आउनु सक्नुहुन्छ होइन किन भन्दाखेरि यही हाम्रो एरियामा चाहिँ हामी लोकेसन पनि हाल्छौँ होइन मोमोको नाम चाहिँ अलिक एक्ज्याक्ट थिएन तर यस आउनु सक्नुहुन्छ सो यहाँनिर आएर तपाईँले मोमो हाम्रो टेस्ट गर्न सक्नुहुन्छ होइन है मजाले बुनुहरूलाई होइन यस्तो अब है बुनुहरू के खान आएको भन त के खान आएको बोल न केही त बोल कस्तो हेरेको गरे यार म त यसो भिडियो बनाएर हो क्या यसो यो भिडियो युट्युबमा आउँछ क्या तिमीहरूले बोलेन भने त कस्तो मान्छे रहेछ बोलेन भन्छ क्या तिमीहरूलाई सो हेर त उसको भिडियो आइरहेको छ नि होइन ल हेर यार हाम्रो दुईजनाकै भिडियो आइरहेको छ अब तिनजनाकै भिडियो आयो ल नानु कस्तो लास्टै आयो क्या ल के ओके सो नानुहरू चाहिँ अब भिडियोमा केही बोल्न चाहेन आइएम नट गोइङ टु मेक भिडियो के बोल्छौ कि ल ठिक छ नबोल ल भिडियो चाहिँ बन्द त्यसो भए नानीहरूले बोलेन त्यसैले भिडियो चाहिँ बन्द भिडियो बस चटपटे खाऊ राउन्डी गएर आउनु त ब्रो है एकैछिन त्यहाँ बस्छ यहाँ आउनु यहाँ दाईहरू ठुलो दाईहरूले मात्र बस्नुहुन्छ क्या बिमल ब्रो छैन होला ब्रो होइन केही पनि ठुलो पनि मात्र भन होइन अरू केही पनि हुन्छ बुझाउनै पर्दैन बहिनीहरूको लागि चाहिँ होइन हाम्रो अविनाश भाइले चटबडे बनाउँदैछ चटबडे मनपर्छ बहिनीहरूलाई मनपर्छ पर्दैन भन त मन पर्दैन ल कस्तो बहिनीहरू चाहिँ होइन खोइ के भयो मनपर्छ पर्दैन भन मनपर्छ पर्दैन तिमीलाई मनपर्छ ल ठिक छ है अर्को बहिनीले पनि जस बोल्यो है बोल्न चाहिँ आउँछ अडियन्सहरूले थाहा पाउनु भयो नि उहाँहरूले बोल्न चाहिँ सक्छ है फेरि अघिसम्म चाहिँ लागिरहेको थियो बोल्न सक्दैन दुईजना होइन त्यो तपाईँले थाहा पाउनु भयो दुईजनाले बोल्न सक्छ होइन तिमीहरू बोल्न सक्छौ बोल्नु ल दुईजना कस्तो ए पछि के आउँछ ए ल बोल्न सक्ने रहेछ बोल्न सोचेको त बोल्नै सक्दैन
कति क्लासमा पढ्छ नानुहरू भन त को नाम के हो तिम्रो बहिनीको नाम चाहिँ के हो उसको नाम भनिदेऊ त सुस्मिता प्रिसा कस्तो क्युट नेम के है क्युट नेम छन् नानीहरूको होइन र नानीहरू जस साइज जस्ट ह्याभिङ फन विथ होइन ल हात मिलाइदेऊ नि त ये भन न ये भन न ये भन न ये भन न ये भन ल नानी तिमीले हात मिलाइदेऊ ल भोलिको दिनमा ठुलो भएपछि यो भिडियो तिमीहरू हेरेपछि ओ माई गड यार मैले त दाइसँग भिडियो बनाउने मौका पाएँ भन्छौ क्या भोलिको दिनमा क्या यही भन्छौ क्या खुसी हुन्छ क्या ल हेरेर हाई भनिदेऊ ल हाई भनिदेऊ हाई भनिदेऊ ल हाई बाई बाई एभ्री वान दाइको भिडियोलाई लाइक गर्नु भनिदेऊ त भनिदेऊ त दाइको भिडियो प्याक गर्ने रहेछ भाइ प्याक गर्ने प्याक गर्ने होइन त्यही प्याक गर्ने त्यही प्याक गरिदेऊ ल थ्याङ्क यू यो भिडियोलाई लाइक गरिदिनु भनिदेऊ त भनिदेऊ यो भिडियोलाई लाइक गरिदिनु भन त भन तिमी भनिदेऊ ल यो भिडियोलाई लाइक गरिदिनु भनिदेऊ न एकचोटि ल नानीहरू ल जस नानीहरू एकदम रमाइलो छैन है ल नानीहरूको चटपटे चाहिँ रेडी भइसक्यो ल चटपटे रेडी भइसक्यो ल चटपटे लिएर जाउँ ल अब बाई बाई फेरि छिट्टै भेट्छौँ है त ओके बाई 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 एभ्रिवान है सो नानीहरूको चटपटे चाहिँ रेडी भइसक्यो होइन नानीहरू त चटपटे लिएर गइहाल्छ अविनाश भाइले चाहिँ चटपटे चाहिँ बवाल बनाइदिएको छ है नानीहरू फेरि फर्केर आउनेवाला छ क्या बाई बाई एभ्रिवान ए कस्तो चटपटे कस्तो लाग्छ तिमीहरूलाई मनपर्छ अनि किन किनेको त अनि बाबालाई हो र भने ओ माई गड यार नानीहरू कस्तो खतरा छ भने ट्यालेन्टेड यार होइन यस सबजना यस भनिदियो दुईजना यस भनिदियो यस हजुर भ्लग बनाउनु सुरु गरेँ होइन अनि म पनि भ्लग किन नबनाउने मङ्कित ब्रोभन्दा कम छु त भनेर मैले पनि भ्लग बनाउनु सुरु गरिसकेँ र हाम्रो अङ्कित ब्रो अगाडि भ्लग बनाएर छ मङ्कित ब्रोको पछाडि भ्लग बनाएर छु होइन सो अब चाहिँ हामी चाहिँ अब यो लभ डाँडा यो च्याउ डाँडा के हो लभ डाँडामा हामी जाँदैछौँ 2 मिनटको बाटो छ भनेर भन्दैछ होइन डिस्टर्ब नगर्नु सो है हामी दुईजनासँगै भ्लग गर्दा उसलाई डिस्टर्ब हुन्छ मलाई डिस्टर्ब हुँदैन किन हो क्या किन डिस्टर्ब मलाई चाहिँ डिस्टर्ब हुँदैन ब्रो किन हो मलाई डिस्टर्ब हुँदैन ब्रोलाई किन डिस्टर्ब हुन्छ डिस्टर्ब हुन्छ नि त नि मलाई चाहिँ हुँदैन किन बोलिरहेको हुन्छ होइन तिमी उताबाट हिन्दी हुन्छ नि त फेरि मलाई चाहिँ डिस्टर्ब किन हुँदैन ब्रो सो हामी चाहिँ यहाँनिर जाँदैछौँ लभ डाँडामा चलपल जाँदैछु अनि सो यहाँनिर भोको पाकेको रहेछ टक्क पारेर जान्छु लभ डाँडा खोइ आइरहेको थियो कहाँ गयो ब्रो खोइ लभ डाँडामा जान्छौँ र रमाइलो गर्छौँ के हुन्छ ओके ब्रो ल अहिलेको लागि भिडियो पहुँच लभ डाँडामा भेट्नेछौँ गाइजहरू हामी ये रातिको सिन हो होइन लाइक म चाहिँ भर्खर अब आफ्नो मोमो स्टल बन्द गरेर आउँदैछु यो चाहिँ माथि रातिको सिन हो 9 बजेको सिन जुन ठाउँबाट म डेली भिडियो खिच्थेँ फोटो खिच्थेँ नि त यही सिन हो होइन अब यहाँबाट चाहिँ म काम सकाइसकेँ मैले आफ्नो होइन स्टलको निस्किँदैछु केटाहरू अलरेडी निस्किसकेका छन् म चाहिँ अलिक ढिलो भयो है र म जाँदैछु सो यस्तै छ सिन इन्जोय द सिन